नमस्ते सबैजनालाई हामी जेनजी नेपाल क्यानाडाको तर्फबाट सबैलाई स्वागत गर्न चाहन्छौँ। हामी आज हामी एकदम ट्र्याजिक इभेन्ट जुन चाहिँ हिजो भयो नेपालमा, मोर देन 19 डेथ्स अहिलेसम्म, स्टिल काउन्टिङ। र हामीले अहिलेसम्मको न्युज आउटलेटहरूबाट पनि जति हामीले इन्फर्मेसन लिन सक्थ्यौँ हामीले लियौँ होइन। अनि मलाई थाहा छ तपाईँहरू कोही पनि दिउँसोभरि तपाईँहरू कोही पनि पिसमा बस्नु भएको छैन होला। अब एकछिनको लागि हामी चाहिँ मौन धारण गर्छौँ, 1 मिनटको लागि। त्यो चाहिँ हामी ठ्याक्कै 7:25 भयो अहिले, हामीले चाहिँ 7:26 सम्म मौन धारण गर्छौँ। सबैजनाले आफ्नो पे योर रेस्पेक्ट्स, हाम्रो ब्रदर्स एन्ड सिस्टर्स जति पनि ज्यान गुमाउनु भयो है। ल थ्याङ्क यू। लेट्स स्टार्ट। क्यान्डल मलाई एउटा Thank you. Okay. Anyone? 2 शब्द बोल्नलाई। हजुर। अब हामी अर्को सेगमेन्टमा जाँदैछौँ। तपाईँहरूले आफ्नो कुरा राख्न सक्नुहुन्छ अगाडि आएर। कोही इन्ट्रेस्टेड हुन्छ भने हात उठाएर अगाडि आउनुहोस् होला प्लिज। आफ्नो धारणा राख्नु छ भने अगाडि आएर हात राख्नु होला। सबैजना माथि गएर बसौँ न। आर्ट अथवा कुनै पनि साइन तपाईँहरूलाई बनाउन मन छ भने हामीसँग यहाँ कार्डबोर्ड रेडी छ। सुन्नु न, तपाईँहरू यता क्यान्डल गरेकोहरू चाहिँ अगाडि गएर बस्दिनु न है प्लिज। सबै यता हुल भयो है, अगाडि गएर बस्दिनु। आइनो तपाईँलाई सपोर्ट गर्नु। चार्ज चाहिने छ कसैलाई? अहिले त छैन, पछाडि जाउँ। इनिसिएट गरेर अर्को स्टेजमा जाँदैछौँ होइन। प्लिज क्लियर गरिदिनु है अगाडिको फ्रन्ट स्टेज। यस्तो गरौँ न त, अलिकति यहाँ त्यो सेभ नेपाल भनेको लेख बनाउँछ हामी क्यान्डलको, अलिकति साइडमा बस्नु यहाँ गरौँ। धेरै धेरै धन्यवाद होइन। हामी नेपालबाट धेरै टाढा छौँ तर हाम्रो मन जहिले पनि नेपालमै भइरहेको छ। र हिजोको जुन चाहिँ घटना भयो त्यो हुन नपर्ने घटना थियो तर अनफर्चुनेटली भयो। अब त्यसको लागि हामी सबैजना एकदमै अब स्याड छौँ। हामी धेरै धेरै टाढा छौँ हाम्रो परिवारबाट। अब थाहा छैन के हुन्छ। अब
कतिवटा न्युजहरू आइरहेछ अब घर घर गएर हान्न गएको छ के छ पुलिसहरूले भनेर होइन अब कतिवटा त रुमर पनि हुन्छ थाहा हुँदैन हामीलाई अब कतिवटा फेक कुराहरू पनि हुन्छ स्टिल अब यति टाढा बसेको छौँ र यस्तो कुरा सुन्दाखेरि हामीलाई एकदमै गाह्रो हुन्छ नि त अब हाम्रो तर्फबाट हामीले गर्न सक्ने भनेको यही साइलेन्ट प्रोटेस्टहरू हो र हामीले सोसियल मिडियामा सकेसम्म हाइप गर्नु हो अब यहाँ हामीले हो हल्ला गर्न चाहिँ मिल्दैन होइन किनभने हामी अर्काको देशमा छौँ हामी यहाँको पिआर होस् क्यानेडियन पासपोर्टै लियोस् तर वी आर इन अदर कन्ट्री हामी हाम्रो देशमा छैनौँ सो यहाँ चाहिँ हामीले हल्ला गर्न मिल्दैन हामीले जति गर्ने भनेको साइलेन्ट प्रोटेस्ट हो त्यसपछि हामीले अर्को गर्न सक्ने भनेको सोसियल मिडियामा हो सोसियल मिडियामा सकेसम्म हामीले पेल्नुपर्छ जति जे फोटोजहरू आउँछ नेताहरूको जेसुकै होस् यो नेपो बेबिज एन्ड एभ्रिथिङ हामीले सकेसम्म उनीहरूलाई यो लेभलमा ल्याउनुपर्छ कि उनीहरूले अब राजीनामा दिने होस् रेजिग्नेसन दिने होस् एनिथिङ अब आई नो रेजिग्नेसन इज नट द सल्युसन हामीलाई त्यो पनि चाहेको छैन अहिले हामीले त अब एकजनालाई मारेको छ हामीले मारौँ भन्छ अब त्यो पोसिबल कतिवटा कुरामा हुँदैन होइन तर अब रेजिग्नेसन सकेसम्म केपी ओलीलाई पनि रेजिग्नेसन दिन लाएर एभ्री वानलाई रेजिग्नेसन दिन लाउनुपर्छ सो सकेसम्म तपाईँहरूले हामीले गर्न सक्ने भनेको सोसियल मिडियाबाट हो किनभने यहाँ मैले अघि भनेर चाहिँ हल्ला गर्न मिल्दैन सो प्लिज यहाँ चाहिँ हल्ला नगरिदिनु होला होइन किनभने पुलिस आउला के होला हाम्रो यो ब्याकफायर हुन जान्छ सो सोसियल मिडियामा तपाईँले हेल्प गर्नुहोस् हाम्रो युथ जेनेक्स जेनेरेसनहरू अब सकेसम्म हामीले सोसियल मिडियाबाट चाहिँ तपाईँले जति पेल्न सक्नुहुन्छ त्यति पेल्नु हामीले क्यानाडाबाट गर्न सक्ने यति नै हो अब हजुरहरूलाई फ्यामिलीको धेरै चिन्ता छ होला कतिवटा न्युरो मेन ठाउँमा चाहिँ अब घर घरमा गएर जुन चाहिँ पुलिसले मार्ने यताउता भनेको छ त्यो गरिरहेको छ सो आई नो फ्यामिलीको टेन्सन भएको छ तर अब सकेसम्म ब्रेभ हुनुहोस् अब अहिले पनि मलाई गुजबम आउँछ हिजोको त्यो फोटोजहरू त्यो डाइरेक्ट बच्चाहरूलाई मारेकोहरू देखेर त्यो 18-19 वर्षको बच्चाहरू जो चाहिँ अब युनिफर्ममा थियो उहाँहरूलाई सो प्लिज एभ्री वान होइन सकेसम्म सपोर्ट गरौँ यहाँ जो आउनु पाउनु भएन उहाँहरू पनि अहिले लाइभ स्ट्रिम भइरहेछ लाइभ हेरिराख्नु भएको छ इट्स ओके तपाईँहरू आउनु पाउनु भएन तपाईँ यहाँ आउँदैमा नै सपोर्ट हुने यहाँबाट नआउँदैमा सपोर्ट नहुने हुँदैन किनभने कतिजनाको अरू अब्लिगेसन हुन्छ काममा छुट्टी पाउँदैन एन्ड अल सो हामी एकजुट भएर बस्नुपर्छ यो टाइममा एन्ड जय नेपाल थ्याङ्क यू क्लास जानु अगाडि फोन हेरेको उहाँ विद्यार्थी ढलिरहेछ यहाँ मैले विद्यार्थी पढाउनै सकेन मैले क्लासमा मेरो विद्यार्थीलाई भने मेरो देशमा त्यो भएछ बच्चा ढलेको छ युनिफर्ममा छ उसको ब्याकप्याकमा उसको टाउको छ यस्तो हृदय विदारक सिन थियो कि आई क्यानट कन्ट्रोल आई कुडन्ट कन्ट्रोल एन्ड आई ह्याड टु राइट इट फ्रम माई क्लासरुम आई रोड इट द्याट स्टेटमेन्ट एन्ड देन सिन्स देन आई कुडन्ट कन्ट्रोल माइसेल्फ एन्ड देन मैले त्यो लेख्ने बित्तिकै धेरै मान्छेहरूले नेपालबाटै मलाई कनेक्सन गर्यो यो तपाईँहरूलाई त सबभन्दा ठुलो पीडा भएको हुनुपर्छ कि अलमोस्ट यु आर अन द सेम एजमा हुनुहुन्छ सेम जेनेरेसनमा हुनुहुन्छ इभन I don't feel comfortable here since you are organizing this. I'm as an observer, but I am a big supporter because विद्यार्थी भनेको देशको कर्णधार हो नेपालमा त्यस्तो अवस्था सिर्जना भयो कि त पलायन भएको छ विद्यार्थी कि चाहिँ त्यहाँ भएको विद्यार्थीलाई आफ्नो सानो एउटा अधिकार माग्दाखेरि गोली खानु परेको छ विच इज अ भेरी ब्याड सिचुएसन त्यसले गर्दा तपाईँ हामीलाई साँच्चीकै छाती पोलेको छ हाम्रो आफन्त भनेकै देश हो आफ्नो भनेकै देशका मान्छेहरू हुन् देश रुँदा हामी पनि रुनुपर्छ देश हाँस्दा हामी पनि हाँस्नुपर्छ त्यस कारणले हामीले आज यहाँ एउटा सोलिडारिटी सो गऱ्यौँ यो चाहिँ साँच्चीकै एकदम एउटा सपोर्टिभ हो हामी हजारबडाको टोली जसलाई बनाएको थियो सबैलाई धन्यवाद सबै आउनुभयो होइन यो हाम्रो मर्निङ हो यहाँ हामी मब नभन्दा एउटा कुनै पोलिटिकल केही पनि नबनाऊ यसलाई हाम्रो नेपालमा दाजुभाइहरूलाई के कुरा परेको छ त्यो गरेर उठ्यौँ यहाँ जस्ट नट मेक इट पोलिटिकल एउटा म्यासेज कन्भे गरौँ कि हामी उभिएको छौँ उहाँहरूको लागि होइन अनि मलाई के भन्नु छैन सो थ्याङ्क यू गाइज कुकु त्यो ग्रुपमा टोटली हामीले गऱ्यौँ हामी एउटा मास हौ भनेर जे चाहिँ मैले फेसबुकमा देखेँ वा अरू सोसियल मिडिया असह्य भयो अनि मैले सिधै केही पनि सोचेन यसको लागि केही त गर्नुपर्छ म यहाँ बसेर म देशबाट धेरै टाढा छु तर पनि मेरो साथीहरू यहाँ छन् सबैजना छन् हामीले पनि केही गर्नुपर्छ भनेर मैले तुरुन्तै जब मैले त्यो देख्न 7-5 मिनटमा मैले ग्रुपमा गएर
सम्मेलन हो भने मलाई केही पनि थाहा थिएन यसरी बस्न मिल्छ के त मलाई रुल्स रेगुलेसन केही पनि थाहा थिएन तर मलाई चाहना थियो हामीले गर्नुपर्छ केही गरेर देखाउनुपर्छ भन्ने मलाई चाहना थियो त्यही भएर मैले ग्रुपमा गएर पोस्ट गरेको थिएँ त्यसमा मलाई एससिएनएसको दाईहरू एडमिन दाईहरूले धेरै सपोर्ट गर्नुभयो अभिषेक दाई निशम दाई अनि हाम्रो आकाश दाई धेरै सहयोग गर्नुभयो त्यसपछि हामीले ग्रुपमा आबद्ध भएर बिहानैबाट यो प्रोग्रामको एउटा अर्गनाइज गर्ने एउटा प्रोग्रामको हामीले तयारीमा जुटेका थियौँ बिहानैदेखि हुन्छ त्यसमा अर्कोतिर पनि वाट्सएपमा वा कतै कतै ग्रुप बनाएको रहेछ हामीलाई अवगत थिएन हामीले अवगत भए लगत्तै हामीले उहाँसँग कनेक्ट गरेर किन टाइमिङ फरक पार्ने ठाउँ एउटै बनाऊ समय एउटै बनाऊ लास्ट टाइममा हाम्रो मोटिभ एउटै हो हामीले गर्न खोजेको कुरा एउटै हो भनेर डिस्कस गर्दाखेरि हामीले त्यति साथ सहयोग पाएनौँ राम्रो रेस्पोन्स पनि पाएनौँ त्यसै हुनाले हामीले उहाँहरूको टाइमिङमा नै मिलाएर सकेसम्म सँगै नै होस् धेरैजनालाई समय मिल्ने 6 देखि 8 8 देखि 10 यो टाइममा नै होस् भन्ने सोचेर बाहिर मैले गरेको हाम्रो प्लान चाहिँ 8 बजी गर्ने थियो तर हामी अर्को प्रोग्राम 6 बजी सुरु हुनुभएको र हामी 6:30 बजी आइपुगेको थियौँ बाहिरमा हामीले यहाँ आएर कुनै ग्रुप बनाएर टोली बनाएर छिटो हामीले मौन धारण गर्ने कार्यक्रम गरेको छैनौँ हामी सँगै नै बसिरहेको छौँ सँगै नै गइरहेको छौँ किनकि हाम्रो अन्तिममा मोटिभ के हो भन्दाखेरि हिजो मरिएका ती 19 जना ती निरम ती ज्यान गुमाएका हाम्रो साथीहरूलाई हामीले केही गर्न नसके पनि उनीहरूको सम्झनामा हामी 2 मिनट मौन बस्न सक्छौँ उनीहरूको सम्झनामा हामी एकैछिन शान्त बसेर उनीहरूलाई सम्झिन सक्छौँ त्यही नै हो हाम्रो अन्तिम गर्न खोजेको काम भनेको त्यसैले यहाँ कुनै पोलिटिक्स वा कुनै केही कुराको पनि इनिसिएट भएको मलाई लागेको छैन र यस कार्यक्रममा चाहिँ सबैजना यहाँ आइदिनु भयो लगभग 500 भन्दा बढी मान्छे आइपुग्नुहुन्छ भने मलाई आशा छ अझै पनि कति साथीहरू त आउँदै हुनुहुन्छ हामीले 8 बजी भएर अवगत गराएका साथीहरू आउँदैको मौन धारण गर्ने समय हो हल्ला नगरिकन यत्र त नछरिकन धन्यवाद So I'm म त्यो गर्दाखेरि चाहिँ मैले चाहिँ एकदम धेरै न्युजहरू के पाइरहेको छु भने कोहीबाट पनि सुरक्षित छैन क्या अब पुलिसहरूबाट पनि सुरक्षित छैन क्या मेन पोइन्ट चाहिँ मलाई हिट भएको भन्ने त्यही हो होइन बिहानै काममा गएको बिहानदेखि के अरे गरेँ इन्टरनेसनल ह्युमन राइट्सलाई इमेल गरेँ सबै अनि खासमा हाम्रो चाहिँ 6 बजेको 8 बजेको हामीले यहाँ बनेको थियौँ अनि पछि फेरि यता मेसेन्जरको ग्रुपबाट 6 बजे भनेको भएर हामी पनि त्यो ग्रुपिजम गर्न खोजेको पनि होइन ठिक छ उहाँहरूले भन्छ त्यही भएर चाहिँ कन्फ्युजन भयो भने केही छैन क्लियर गरौँ न होइन त ग्रुपिजमको पनि कुरा आइरहेको जस्तो लाग्यो अनि त्यही भएर मैले त्यस्तो होइन हामी पनि अब सबैजना मिलेर चेक गरेको यो जो साथीहरूले यो एउटा कसरी जम्मा हुने एउटा शान्तिको कामना गर्ने जसले आयोजना गर्नुभएको छ उहाँहरू सबैलाई धन्यवाद जो अहिले नेपालमा जसले आफ्नो जसले यो आन्दोलनको क्रममा जसले आफ्नो जीवन त्याग गर्नुभयो उहाँहरूको चिर शान्तिको कामना र जो घाइते हुनुभएको छ उहाँको शीघ्र स्वास्थ्य लाभको हामी सबैले यहाँबाट कामना गरौँ यो शुद्ध स्फूर्त हामी जम्मा भएर यहाँ यसरी भेटघाट भएका छौँ कोही नर्थ्यो बस्ने छौँ अलि बन्द छ त्यही पनि हामी विभिन्न कार्यक्रमहरूमा जोडिरहेका छौँ नेपालमा दुख्दा हामीलाई दुख्छ नेपालमा के हुँदा हामीलाई दुख्छ भाइ बहिनीहरूले मृत्युवरण गर्नु त्यसको लागि हामी गहिरो श्रद्धाञ्जली गहिरो समवेदना प्रकट गर्न चाहन्छौँ जसरी एउटा बच्चा बच्ची गुमाउँदा बाबाआमालाई पीडा आउँछ त्यो पीडा हामीलाई पनि भएको छ किनकि त्यहाँ जो जसरी नयाँ मान्छे आउँदै हुनुहुन्छ उहाँहरूलाई क्यान्डल बाल्ने पनि अलिकति स्पेस दिउँ होइन होइन तर यसमा मार्कर कोसँग छ भाइ मार्कर नो मार्कर छ एनीबडी हैज मार्कर क्यान्डल बालौँ यहाँ सबैजना हामी थुप्रिएको ठाउँमा त्योभन्दा बेटर स्टेजमा गएर बसौँ ल सबैजना अगाडि सबैजना हुनुभयो सबैजना क्यान्डल बालेर लाइनमा दिनु भएर
म भनिदिन्छु बरु सबै उता पछाडि नि छ होइन सेन्टमा गरौँ जो भयो साइडमा गइदिनु ल क्यान्डल पालेको पार्टिसिपेसनको लागि हाम्रो एउटा गार्बेज ब्याग छ सायद क्यान्डल लाइट प्रोटेस्ट भइरहेछ अहिले नेदन स्क्वायर हाम्रो टोरन्टोमा होइन अनि यो सबै यस्तो वाट्सएप इन्स्टाग्राम ग्रुपमा यसरी पोस्ट देखेको थिएँ अनि हामी यहाँको सोलिडारिटीको लागि नेपालमा यस्तो भाइलेन्स भइरहेछ नि सरकारले स्टुडेन्टहरूले यस्तो मारिरहेछ त्यही हो यहाँको अब दृश्य यस्तो छ मान्छे धेरै नै निकै नै धेरै आएछ होइन आज सो इट्स गुड टु बी हियर with the people of Nepal, right? आज दिनभरि नेपालको सोसियल मिडिया पोस्टहरू हेर्दा अब लाइक हुन्छ नि अलि अप्ठ्यारो नै भयो थियो कि हामीलाई मलाई मात्र होइन सबैलाई त्यस्तै भयो होला बिचरा स्टुडेन्टहरूले यस्तो मारिरहेछ एन्ड देन राति nobody is safe actually nobody is safe in Nepal त्यो हो सेभ नेपाल न्यू नेपाल हामी नेपाल हाँसिरहेको देख्न चाहन्छु हाम्रो यहाँ मान्द्र र ठमेलको टिमहरू पनि आउनु भएछ Okay. Shit.
I understand your sentiment. Alright. Something is कसको हुँदैछ ओ सरी कुटुम कुटुम भिडियो बनाउनु पठाउनु त कोही नेपालमा what the hell? हल्ला चाहिँ लगाइदिनु होला Okay, now it's cleaning up. And they're cleaning up. And thanks everyone who helped. Thank you all the guys. Thank you volunteers. साइलेन्ट प्रोटेस्ट हो नि त आज त है तर इमोसन त्यो सेन्टिमेन्ट त भइहाल्छ नि होइन कतिले त आगो जलाइदियो त्यो फोटोहरू क्या या अब त्यो त्यो रिस त हुन्छ नि त जति त्यो भयो जान्ला अब अहिले बिहान भयो त्यहाँ फेरि के हुन्छ या स्योर हो आज त अब या सन्चै ल ल
सो कसै कसै चाहिँ यहाँ ओके